इजिकियल 44 राजकुमार लेवीहरू र पुजारीहरू। तब ती मानिसले मलाई फेरि पूर्वपट्टि फर्केको पवित्र स्थानको बाहिरी मूल ढोकामा ल्याए र त्यो बन्द थियो। परमप्रभुले मलाई भन्नुभयो, यो ढोका बन्दै रहनुपर्छ, त्यो खोल्नु हुँदैन। त्यसबाट कोही पनि पस्न पाउने छैन। त्यो बन्द रहनुपर्छ, किनभने परमप्रभु इस्राएलका परमेश्वर त्यसबाट प्रवेश गर्नुभएको छ। राजकुमार आफै मात्र परमप्रभुको उपस्थितिमा खानलाई ढोकाभित्र पस्न सक्छन्। तिनी ढोकाको दलानबाट भित्र बाहिर जानुपर्छ। तब ती मानिसले मलाई मन्दिरको अगाडिपट्टि उत्तरको मूल ढोकाबाट ल्याए। मैले हेरेँ र परमप्रभुको महिमाले परमप्रभुको मन्दिर भरिरहेको देखेँ र म घोप्टो परेँ। परमप्रभुले मलाई भन्नुभयो, हे मानिसको छोरा, होसियारी साथ हेर र परमप्रभुको मन्दिरका सारा विधिहरूका विषयमा मैले तँलाई भनेका सबै कुरा ध्यान दिएर राम्ररी सुन। मन्दिरको प्रवेशद्वार र पवित्र स्थानका बाहिर निस्कने सबै ढोकाहरूलाई हेर। बाघी इस्राएलका घरानालाई यसो भन्, परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ, हे इस्राएलको घराना हो, तिमीहरूका घृणित व्यवहार अति भयो। तिमीहरूका सबै घृणित व्यवहार बाहेक तिमीहरूले हृदय र शरीरमा बेखतनाका विदेशीहरूलाई मेरो पवित्र स्थानभित्र ल्याएर तिमीहरूले भोजन, बोसो र रगत मेरो लागि चढाउँदा त्यो बिटुलो पार्यो र मेरो करार भङ्ग गर्यो। मेरा पवित्र थोकका विषयमा तिमीहरूले आफ्नो कर्तव्य पूरा गर्नुको सट्टा मेरो पवित्र स्थानको जिम्मा अरूहरूलाई दियो। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, हृदय र शरीरमा बेखतनाको कुनै पनि विदेशी र ती विद्रोहीहरू पनि जो इस्राएलका बीचमा छन्, तिनीहरूमध्ये कोही पनि मेरो पवित्र स्थानमा प्रवेश गर्नु हुँदैन। लेवीहरूले जो इस्राएलीहरू आफ्नो बाटो बरालिएर गएका बेलामा मदेखि दूर भएका थिए र जसले मलाई त्यागेर आफ्ना मूर्तिहरूतिर गएका थिए, तिनीहरूले आफ्ना पापको दण्ड भोग्नै पर्छ। तिनीहरूले मेरो पवित्र स्थानमा सेवा गर्न सक्छन् र मन्दिरका ढोकाहरूका जिम्मा लिएर त्यहाँ सेवा गर्न सक्छन्। तिनीहरूले मानिसहरूका निम्ति होम बलि र बलिदानहरू चढाउन सक्छन्। तिनीहरू मानिसहरूका अघि खडा भएर तिनीहरूको सेवा गर्न सक्छन्। तर ती लेवीहरूले आफ्नै मूर्तिहरूका सामुन्ने मानिसहरूको सेवा गरेका र इस्राएलको घरानालाई पापमा खसालेका हुनाले तिनीहरूले आफ्ना पापको दण्ड भोग्नै पर्छ भनी मैले आफ्ना हात उठाएर शपथ खाएको छु। परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरू पुजारीहरूले जस्तै मेरो सेवा गर्न म कहाँ नजिक आउन पाउने छैनन्। तिनीहरू मेरो कुनै पनि पवित्र थोक अथवा महापवित्र भेटीको नजिक आउन पाउने छैनन्। आफूले गरेका घिनलाग्दा कामहरूको शर्म तिनीहरूले भोग्नै पर्छ। तापनि मन्दिरका कर्तव्यहरूको जिम्मा र त्यहाँ गरिने सबै कामको जिम्मा म तिनीहरूलाई नै दिनेछु। तर सादोकको परिवारका लेवी पुजारीहरू चाहिँ इस्राएलीहरू मबाट बरालिएर गए तापनि मेरो पवित्र स्थानका कर्तव्यहरू इमानदारीपूर्वक पूरा गरिरहे। यिनीहरू चाहिँ मेरो सेवा गर्न मेरो नजिक आउन सक्नेछन्। तिनीहरू नै मेरो सामुन्ने बोसो र रगतको बलिदानहरू चढाउन आउन पाउनेछन्। परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरू मात्र मेरो पवित्र स्थानमा पस्नेछन् र मेरो अघि सेवा गर्न मेरो टेबलको नजिक आएर तिनीहरूले मेरो सेवा गर्नेछन्। जब तिनीहरू भित्री चोकका ढोकाहरूमा पस्नेछन्, तब तिनीहरूले सुती कपडाका लुगा लाउनुपर्छ। तिनीहरूले भित्री चोकका ढोकाहरूमा वा मन्दिरभित्र सेवा गर्दा कुनै पनि ऊनको लुगा लगाउनु हुँदैन। तिनीहरूले टाउकोमा सुतीको फेटा र कम्मरमा सुतीको भित्री लुगा लाउनुपर्छ। तिनीहरूले पसिना आउने कुनै किसिमको कपडा लाउनु हुँदैन।
जब तिनीहरू बाहिरी चोकमा मानिसहरू कहाँ जान्छन्, तब सेवा गर्दा लाएका लुगाहरू फुकाउनुपर्छ र ती पवित्र कोठाहरूमा राखेर अर्को लुगा लाउनुपर्छ, ताकि तिनीहरूले आफ्ना वस्त्रद्वारा मानिसहरूलाई पवित्र नगरून्। तिनीहरूले आफ्ना केश मुडाउनु हुँदैन अथवा ती लामा बढ्न पनि दिनु हुँदैन, तर तिनीहरूले आफ्नो केश छोटो गरी काट्नुपर्छ। भित्री चोकमा जाँदा कुनै पनि पुजारीले दाखमत पिउनु हुँदैन। कुनै पनि पुजारीले विधवा वा त्यागीकी स्त्रीलाई विवाह गर्नु हुँदैन। तिनीहरूले इस्राएलको वंशमा जन्मेकी कन्या केटीलाई अथवा कुनै पुजारीहरूकी विधवालाई मात्र विवाह गर्न सक्छन्। तिनीहरूले मेरो प्रजालाई पवित्र र साधारण कुराको भिन्नता देखाउनुपर्छ अनि तिनीहरूलाई शुद्ध र अशुद्ध कुरा छुट्याउन सिकाउनुपर्छ। कुनै झगडा हुँदा पुजारीहरूले नै न्यायाधीश जस्तै काम गर्नुपर्छ र मेरो विधि बमोजिम तिनीहरूले मुद्दा फैसला गर्नुपर्छ। तिनीहरूले मेरा नियमहरू र मेरा तोकिएका सबै चाडहरूका विधिहरू पालन गर्नुपर्छ। तिनीहरूले मेरा सब्बातहरूलाई पवित्र मान्नुपर्छ। मरेको मानिसको नजिक गएर कुनै पुजारीले आफूलाई अशुद्ध पार्नु हुँदैन, तापनि आमा बुवा छोराछोरी दाजुभाइ अथवा अविवाहित दिदीबहिनीका लासको नजिक गएर त्यो अशुद्ध हुन सक्छ। चोखिएपछि 7 दिनसम्म त्यो पर्खनु पर्छ। पवित्र स्थानमा सेवा गर्न पवित्र स्थानको भित्री चोकमा पस्ने दिन त्यसले आफ्नो निम्ति पाप बलि चढाउनु पर्छ। परमप्रभु परमेश्वर भन्नुहुन्छ, पुजारीहरूले कुनै पैतृक सम्पत्ति पाउने छैनन्। तिनीहरूले उत्तराधिकार म नै हुँ। तिनीहरूले इस्राएलमा तिनीहरूलाई कुनै निजी अधिकार दिनु हुँदैन, किनभने म नै तिनीहरूका निजी अधिकार हुनेछु। तिनीहरूले अन्न बलि, पाप बलि र दोष बलि खानेछन्। इस्राएलमा परमप्रभुलाई अर्पण गरिएका सबै थोक तिनीहरूका हुनेछन्। सबै अगौटे फलहरूका सबैभन्दा असल फलहरू र तिमीहरूका सबै किसिमका विशेष उपहारहरू जम्मै पुजारीहरूकै हुनेछन्। तिमीहरूको घरानामा आशिष आउनलाई पिँधेको पिठोको सबैभन्दा पहिलो ढिको पनि पुजारीहरूलाई नै दिनु। आफै मरेको अथवा फहराएर मारिएको पंक्षी वा पशुको मासु पुजारीहरूले खानु हुँदैन।